हेलो एभ्रिवान बिजनेस गर्ने सोच्दै हुनुहुन्छ तर यो प्यान रेजिस्ट्रेसन भ्याट रेजिस्ट्रेसन बारे कन्फ्युज हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि। तपाई कुनै पनि बिजनेस गर्नु अगाडि पहिला सुरु त बिजनेस प्यान रेजिस्टर गर्नुपर्ने हुन्छ। तपाईसँग अलरेडी पर्सनल प्यान छ भने पनि तपाईले छुट्टै बिजनेस प्यान रेजिस्ट्रेसन गर्नुपर्ने हुन्छ। बिजनेस प्यान त लिनुभयो, अब भ्याटमा कस्तो अवस्थामा दर्ता हुने त? भ्याट रेजिस्ट्रेसनको लागि तपाईसँग दुईटा अप्सन हुन्छ। एउटा त तपाई यदि भ्याटेबल गुड्स एन्ड सर्भिसेसको कारोबार गर्दै हुनुहुन्छ र तपाई भ्याटमा जान चाहनुहुन्छ भने तपाई जुनसुकै बेला पनि भ्याटमा दर्ता हुन सक्नुहुन्छ। तपाई थ्रेसहोल्डको आधारमा पनि भ्याटमा रेजिस्टर हुन सक्नुहुन्छ। जस्तै मानिलिउँ तपाई वस्तुको वा ढुवानी साधन भाडामा दिने वा ढुवानी सेवाको कारोबार गर्दै हुनुहुन्छ र विगत 12 महिनामा तपाईको ट्रान्ज्याक्सन 50 लाख कट्छ भने तपाई अनिवार्य रूपमा भ्याटमा दर्ता हुनुपर्छ। अर्को क्राइटेरिया भनेको तपाई यदि वस्तु र सेवा दुवैको कारोबार गर्नुहुन्छ वा सेवाको मात्रै कारोबार गर्नुहुन्छ, यो दुईटै अवस्थामा यदि तपाईको विगत 12 महिनाको कारोबार चाहिँ 30 लाख रुपैयाँ कट्छ भने तपाई अनिवार्य रूपमा भ्याटमा दर्ता हुनुपर्छ।